प्रदीप खड्का दाइ स्वयं सुपरस्टार। अनि आज हाम्रो गेम फ्री फायर खेल्नुहुन्छ मसँग। सबैभन्दा सर्वप्रथम दाइ हजुरलाई यस्तो बिजी सेड्युल छ है, गेमको बारेमा त्यति थाहै नहोला, त्यही पनि हजुर समय मैले एकचोटि कुरा भएको थियो दाइलाई बर्थडेमा विस गरेको थिएँ, अनि हाम्रो चाहिँ प्रिमियरमा भेट भएको थियो, ट्रेडर प्रिमियर। अनि त्यसपछि मैले दाइलाई रिक्वेस्ट गरेको थिएँ हामी फ्री फायर खेल्नुपर्छ दाइ भनेर। अनि फर्स्ट टाइम दाइलाई मैले डिस्कभर गरेको थिएँ प्रेम गीत 3बाट त हो, तर हजुरलाई गेम एउटा उमा पनि डिस्कभर गरेको थिएँ फोर्के दाइसँग हजुरले खेल्नु भएको थियो है। अनि मलाई चाहिँ लागिरहेको थियो दाइसँग एकचोटि म फ्री फायर खेल्छु होइन। दाइलाई त्यति धेरै नलेज छैन, तर हामी खेल्नेछौँ जस्तो पनि जे पनि हुनेछ होइन। धन्यवाद दाइ, धेरै धेरै धन्यवाद। मलाई पनि यो चिज एकदम फेसिनेटिङ लाग्छ होइन। भिडियो गेम्सहरू सानोमा त्यो कार्ट्रिज हालेर खेल्ने हुन्छ नि, हजुर कन्ट्राहरू वाला हुन्छ नि, त्योहरू चाहिँ खेलेको। तर त्यस पछाडि फिल्ममा इन्भल्भ हुन थालेपछि गेममा त्यति धेरै इन्भल्भ छैन, तर इन्ट्रेस्टिङ चाहिँ लाग्छ। लास्ट टाइमको एक्सपिरियन्स चाहिँ के भएको थियो भने